हेलो वेलकम माई युट्युब च्यानल जनरल नरेन्द्र। साथीहरू आज चाहिँ दक्षिण कोरियामा बुद्ध जयन्ती चाहिँ हो। साथीहरू बुद्ध जयन्तीमा विभिन्न ठाउँमा विभिन्न प्रोग्रामहरू हुन्छ। त्यस्तै गरी हामी बसेको छौँ पनि आज बुद्ध धर्मावलम्बीहरूको एउटा प्रोग्राम छ। हजुरहरूलाई म त्यतै लिएर जान्दैछु, लास्टसम्म हेरिदिनु होला। साथीहरू देख्न सक्नुहुन्छ हैन, बुद्ध जयन्तीको यसरी बुद्ध जयन्तीको चाहिँ यो प्रोग्राम हुँदैछ। तपाईहरुले देख्न सक्नुहुन्छ हैन। वाउ, असाध्यै राम्रो छ हैन। हेलो साथीहरू हैन, यहाँ चाहिँ धेरै भिडभाड भएका हुनाले त्यति साह्रो राम्ररी बोल्न मिल्दैन। सो मैले हजुरहरूलाई चाहिँ त्यहाँ भएको दृश्यहरू बारे बोल्न गइरहेको छु हैन। साथीहरू त्यहाँ चाहिँ दक्षिण कोरिया र थाइल्यान्डका व्यक्तिहरूले बुद्ध जयन्ती मनाइरहेको देखियो, किनकि दक्षिण कोरियामा हाल बुद्ध जयन्ती मनाउने बुद्ध धर्मावलम्बीहरू असाध्यै कम भइरहेछ, किनकि क्रिस्चियन धर्मतिर धेरै व्यक्तिहरू लागेको हुनाले अहिले चाहिँ बुद्ध धर्मलोप हुन लागिसकेको जस्तो अवस्थामा छ। त्यही पनि राष्ट्रिय विदा दिन्छ सरकारले, त्यो चाहिँ राम्रो कुरा हो। किनकि दक्षिण कोरियामा पहिले चाहिँ असाध्यै धेरै बुद्ध धर्मावलम्बीहरू हुनुहुन्थ्यो, अहिले चाहिँ घट्दै जानुभएको हो कि भन्ने तथ्याङ्कले देखाउँछ है साथीहरू। जे होस्, हामी बसेको छेउमा पनि उमसङगुनमा पनि राम्रो बुद्ध जयन्ती वर्ष नै मनाइन्छ। मलाई खुसी लाग्छ कि यहाँ आएर आफ्नो धर्म, अर्काको धर्म, जसुकैको धर्म भए पनि हामीले खुसी भएर मनाउनुपर्छ, हेर्नुपर्छ होइन र। साथीहरू एउटा कुरा चाहिँ यहाँ अचम्म लाग्छ कि भने यहाँ चाहिँ जहिले पनि नाचगानमा चाहिँ महिलाहरूको मात्र सहभागिता देखिन्छ, पुरुषहरू खासै देखिन्न। पुरुषहरू त कमेडीमा मात्र देखिन्छ, बरु त्यो ढोल बजाउने, नाच्ने, यता होइ र होइ गर्ने है, सबै महिलाको प्रशस्त सहभागिता देखिन्छ। खुसी लाग्छ है यो विषयमा चाहिँ, जेमा पनि है महिलाहरू धेरै अग्रसर छन्। देख्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ अब कोरियाको हानबोक हो। हानबोक भनेको पुरानो जमानाको सांस्कृतिक कपडा भनौँ न, हाम्रो दौरा सुरुवाल भन्ने जस्तो यहाँको सांस्कृतिक हानबोक हो यो। छोरी मान्छे लाउने, सकपत विवाहमा लाउने चलन हुन्छ भनेर हामीले पढेका थियौँ किताबमा पनि, देख्न सक्नुहुन्छ। हानबोक भन्छ यसलाई चाहिँ, कोरियाको सांस्कृतिक कपडा हो यो चाहिँ। हेर्नु त कस्तो राम्रो छ, हेर्नु त जामा जस्तो छ तल चाहिँ, हेर्नुहोस् त आहा कति राम्रो छ। हेर्दा पनि हेरौँ हेरौँ लाग्ने जस्तो छ साथीहरू, हो कि होइन भन्नुहोस् त ल। हेर्नुहोस् त माथि हेर्नु त, छोरी मान्छेहरू नाचेको, उहाँहरू त मादल ढोल बजाउँदै छ, ड्याम 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 नाच्दै ढोल बजाउँदै गर्छन् कि यिनीहरू। फेरि नाच्ने मात्र होइन, ढोल पनि बजाउने, दर्शकलाई चाहिँ पुरा एट्र्याक्सन दिन्छन् है। यहाँ भगवान् गौतम बुद्धको तस्बिर पनि देखिन सक्छ, हामीले प्रत्यक्ष देखिरहेका छौँ साथीहरू। हाम्रो देशमा मनाए भन्दा केही फरक भए तापनि धर्म भनेको धर्मै हो, संस्कृति भनेको संस्कृति हो। हामी सबैले जगेर्ना गर्नुपर्छ भन्ने लाग्दछ मलाई चाहिँ। हेर्नुहोस् त आहा, ल साथीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ अब यो बुद्ध धर्मको यो अब र्याली भइरहेछ। यो चाहिँ उमसङ बजार घुमाउने परिक्रमा भन्ने योजना छ। ल साथीहरू देख्न सक्नुहुन्छ, यहाँ चाहिँ मजाहरूले ढोल बजाइरहेको छ। हेर्न सक्नुहुन्छ, यो चाहिँ नेपालीहरू मौका पाइन्छ, खुसी लाग्छ साथीहरू। ल हेरौँ है अब मजा।
नयाँ मान्छे देखिन्छ त ल साथीहरु देख्न सक्नुहुन्छ तपाईले यो चाहिँ भगवान गौतम बुद्धको तस्बिर राखिएको छ बुद्धको तस्बिर राखिएको छ हेर्न सक्नुहुन्छ ठ्याक्कै नेपालकै जस्तै परम्परागत रूपमा नमनाए तापनि एउटै समयमा नमनाए तापनि फरक समयमा मनाए तापनि राम्रो छ हैन दृश्य राम्रो देखिन्छ तस्बिर राम्रो राखेको छ तल भनेको फलफुलहरु राखिएको छ साथीहरु हेर्नुस् त संस्कृति भन्ने कुरा जहाँ गए पनि जस्तो ठाउँमा बसे पनि आफ्नो चलन अनुसार मनाइन्छ धर्म भन्ने कुरा सबैको धर्मलाई उच्च सम्मान दिनुपर्छ भन्ने लाग्दछ साथीहरु के कसो हो ल भन्नुस् त साथीहरु तपाईहरु कस्तो लाग्छ ल यो साउनीले हेर्नु त यो दिदीले फलफुलहरु अब राख्दै हुनुहुन्छ पूजा गरिसक्नु भयो अब भक्तजनहरुलाई बाड्नु पनि हुन्छ होला सायद लास्टमा हेर्न सकिन्छ साथीहरु यस्तै हो आजको पर्व यही सिद्धिएको छ हैन साथीहरु भयो यस्तै हो ल हेर्न सक्नुहुन्छ साथीहरु यहाँ सानो भगवान गौतम बुद्धको मूर्ति राखिएको रहेछ आहा हेर्दा पनि कति राम्रो छ हेर्नुस् त हाम्रो पृथ्वीनारायण शाहले जस्तो एकीकरण गरेको जस्तो हात माथि ठड्याउनु भएको छ आहा हेर्नु त गौतम बुद्धको पनि हेर्नुस् त यो चाहिँ के रहेछ साथीहरु मलाई पनि थाहा भएन तपाईहरुलाई थाहा भने कमेन्ट लेख्नुस् त यो साइडमा छ नि डाडु जस्तो के रहेछ साथीहरु हेर्नुस् त मलाई त थाहा भएन हजुरहरुलाई थाहा छ कि भनिदिनु है साथीहरु आज दक्षिण कोरियामा चाहिँ बुद्ध जयन्ती मनाइरहेछ भनेर अघि मैले भनिसकेको थिएँ हैन मेरो पछाडि देख्नुहुन्छ त्यहाँ हैन गाडी अगाडि छ भने बुद्ध जयन्ती मनाइरहेछ 처사님 우리사입니다. 우리사. 처사님 우리사 놓으세요. 사장님 넣으세요.
दिपेहरू गए नि उनीहरू त म पनि यतैबाट जान्छु ल ओ दाइ हुनुहुन्छ दादा बाई फाइनली साथीहरू आजको बुद्ध जयन्तीको प्रोग्राम पनि सिद्धिसकेको छ हेर्न सक्नुहुन्छ पछाडि अलिक गाडीको भिडभाड भएको थियो होइन एकैछिन किनकि बाटोबाट उनीहरूले र्याली नभनौँ धर्मको प्रचार गरिराख्नु भएको थियो होइन उनीहरूको परिक्रमा गरिराख्नु भएको थियो एनिवे खुसी लाग्यो केही नेपाली दाजुभाइहरू पनि भेटिएको थियो साथीहरू असाध्यै खुसी लागेको छ होइन यस्तो धर्म कर्ममा जसकैको धर्म भए पनि जानुपर्छ होइन सहभागी हुनुपर्छ भन्ने लाग्दो जस्तो मलाई चाहिँ हो साथीहरू आजको बुद्ध जयन्ती बुद्धको शुभकामना सबैलाई है नेपालमा रहने हुने सम्पूर्ण बुद्ध धर्म लिने दक्षिण कोरियामा हुने सम्पूर्ण नेपाली साथसाथै विदेशमा रहने आज चाहिँ यहाँ थाइल्यान्डको पनि हुनुहुन्थ्यो थाइल्यान्ड र दक्षिण कोरियाको पर्व मनाइराख्नु भएको थियो एनिवे साथीहरू आजको भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट र सब्सक्राइब पनि गर्न नभुल्नु होला एनिवे जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनुहोस् मस्त रहनुहोस् ह्याप्पी रहनुहोस् अर्को भिडियोमा पुनः भेट्ने बाचाका साथ आजलाई टाटा बाई बाई।